अंश र कृतिकाको प्रेम कुनै कविताभन्दा कम थिएन। अंश एक सामान्य परिवारको मेहनती युवक थियो जसले आफ्नो भविष्यका लागि दिनरात सङ्घर्ष गरिरहेको थियो। कृतिका धनी र सम्पन्न परिवारकी एक्ली छोरी थिइन् जसलाई जीवनमा कुनै कुराको कमी थिएन। उनीहरूको भेट एक कलेजको सांस्कृतिक कार्यक्रममा भएको थियो जहाँ अंशले गाएको गीतले कृतिकाको मन छोएको थियो। उनीहरूको प्रेम सम्बन्धले दुई फरक संसारलाई एक ठाउँमा ल्यायो। उनीहरू घण्टौँसम्म भविष्यका सपनाहरू बुन्थे। अंश कृतिकालाई आफ्नै हातले बनाएका सानातिना उपहारहरू दिन्थ्यो भने कृतिकाले उसलाई सधैँ हौसला दिन्थिन्। उनीहरूको प्रेम पूर्ण र निष्कपट थियो, तर उनीहरूको खुसीको दिन धेरै लामो टिक्न सकेन। जब कृतिकाको परिवारले उनीहरूको सम्बन्धको बारेमा थाहा पाए, उनीहरूले यसलाई स्वीकार गर्न सकेनन्। अंशको साधारण आर्थिक स्थिति र कृतिकाको पारिवारिक प्रतिष्ठा बीचको खाडल उनीहरूका लागि ठूलो समस्या बन्यो। कृतिकाका बुबाले अंशलाई भेटेर स्पष्ट शब्दमा भने, हाम्रो छोरीको भविष्य तिमीसँग सुरक्षित छैन। कृतिकाले आफ्नो परिवारलाई मनाउने धेरै प्रयास गरिन् तर सबै व्यर्थ भयो। दबाव यति बढ्यो कि उनीहरूको भेटघाट पनि बन्द भयो। अंशले कृतिकासँग कुरा गर्न खोज्दा फोन काटिन्थ्यो र सन्देशहरूको कुनै जवाफ आउँदैनथ्यो। अंशले बिस्तारै महसुस गर्यो कि कृतिका उसको जीवनबाट टाढा भइरहेकी छिन्। केही महिनापछि अंशले कृतिकाको विवाहको खबर सुन्यो। खबरले उसको मुटुमा गहिरो चोट पुर्यायो। उसलाई लाग्यो कृतिकाले परिवारको दबावमा आएर आफूलाई सजिलै बुलाइन्। निराश र टुटेको मन लिएर ऊ आफ्नो काममा फर्किन सकेन। वर्षौंपछि अंश एक सफल र स्थापित व्यवसायी बनिसकेको थियो। एक दिन एक अस्पतालको भ्रमणको क्रममा उसले कृतिकालाई देख्यो। ऊ पुरानो कृतिकाभन्दा धेरै फरक देखिन्थी। उनको अनुहारमा उदासी र आँखामा गहिरो पीडा थियो। अंशलाई थाहा भयो कि कृतिकाको वैवाहिक जीवन सुखी थिएन। उनका पतिले उनलाई भावनात्मक रूपमा पीडा दिइरहेका थिए र उनलाई एक्लो बनाइएको थियो। अंशले कृतिकासँग कुरा गर्ने साहस गर्यो। कृतिकाले उसलाई देख्दा आफ्नो आँसु रोक्न सकिनन्। उनले भनिन्, मैले तिमीलाई भुलेकी थिइनँ अंश। मेरो परिवारले तिमीलाई छोडेर नहिँडेको खण्डमा मेरो परिवारको मान मर्यादा नै जाने र बुबाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै दबाब दिए र मलाई तिमीबाट टाढा बस्नु पर्यो। यो सुनेर अंशको मनमा एउटा गहिरो वियोगको भाव उत्पन्न भयो। उसले कृतिकालाई कहिले नभुलुन् भन्ने सोचेको थियो, तर आज ऊ आफ्नो प्रेमको पीडाभन्दा पनि कृतिकाको पीडामा बढी दुखी भयो। दुवैजनाको आँखामा आँसु थियो। उनीहरू एक अर्कालाई हेरेर मुस्कुराए, जुन मुस्कानमा प्रेमभन्दा बढी वियोग र अधुरोपन थियो। उनीहरूलाई थाहा थियो कि उनीहरूका लागि एकसाथ हुने कुनै सम्भावना छैन। तर पनि उनीहरूको त्यो छोटो भेटले दुवैलाई एउटा कुरा स्पष्ट पार्यो, प्रेमले कहिल्यै धोका दिँदैन, तर परिस्थितिले प्रेमलाई अधुरो बनाउन सक्छ। अंश र कृतिका फेरि एकपटक फरक बाटोमा हिँडे, तर उनीहरूको मनमा एक अर्काको याद र अधुरो प्रेमको वियोगान्त कथा सधैँ जीवित रह्यो। अंश र कृतिकाको प्रेम कुनै कविताभन्दा कम थिएन। अंश एक सामान्य परिवारको मेहनती युवक थियो जसले आफ्नो भविष्यका लागि दिनरात सङ्घर्ष गरिरहेको थियो। कृतिका धनी र सम्पन्न परिवारकी एक्ली छोरी थिइन् जसलाई जीवनमा कुनै कुराको कमी थिएन। उनीहरूको भेट एक कलेजको सांस्कृतिक कार्यक्रममा भएको थियो जहाँ अंशले गाएको गीतले कृतिकाको मन छोएको थियो। उनीहरूको प्रेम सम्बन्धले दुई फरक संसारलाई एक ठाउँमा ल्यायो। उनीहरू घण्टौँसम्म भविष्यका सपनाहरू बुन्थे। अंश कृतिकालाई आफ्नै हातले बनाएका सानातिना उपहारहरू दिन्थ्यो भने कृतिकाले उसलाई सधैँ हौसला दिन्थिन्। उनीहरूको प्रेम पूर्ण र निष्कपट थियो, तर उनीहरूको खुसीको दिन धेरै लामो टिक्न सकेन। जब कृतिकाको परिवारले उनीहरूको सम्बन्धको बारेमा थाहा पाए, उनीहरूले यसलाई स्वीकार गर्न सकेनन्। अंशको साधारण आर्थिक स्थिति र कृतिकाको पारिवारिक प्रतिष्ठा बीचको खाडल उनीहरूका लागि ठूलो समस्या बन्यो। कृतिकाका बुबाले अंशलाई भेटेर स्पष्ट शब्दमा भने, हाम्रो छोरीको भविष्य तिमीसँग सुरक्षित छैन। कृतिकाले आफ्नो परिवारलाई मनाउने धेरै प्रयास गरिन् तर सबै व्यर्थ भयो। दबाव यति बढ्यो कि उनीहरूको भेटघाट पनि बन्द भयो।
अंशले कृतिकासँग कुरा गर्न खोज्दा फोन काटिन्थ्यो र सन्देशहरूको कुनै जवाफ आउँदैनथ्यो। अंशले बिस्तारै महसुस गर्यो कि कृतिका उसको जीवनबाट टाढा भइरहेकी छिन्। केही महिनापछि अंशले कृतिकाको विवाहको खबर सुन्यो। खबरले उसको मुटुमा गहिरो चोट पुर्यायो। उसलाई लाग्यो कृतिकाले परिवारको दबावमा आएर आफूलाई सजिलै बुलाइन्। निराश र टुटेको मन लिएर ऊ आफ्नो काममा फर्किन सकेन। वर्षौंपछि अंश एक सफल र स्थापित व्यवसायी बनिसकेको थियो। एक दिन एक अस्पतालको भ्रमणको क्रममा उसले कृतिकालाई देख्यो। ऊ पुरानो कृतिकाभन्दा धेरै फरक देखिन्थी। उनको अनुहारमा उदासी र आँखामा गहिरो पीडा थियो। अंशलाई थाहा भयो कि कृतिकाको वैवाहिक जीवन सुखी थिएन। उनका पतिले उनलाई भावनात्मक रूपमा पीडा दिइरहेका थिए र उनलाई एक्लो बनाइएको थियो। अंशले कृतिकासँग कुरा गर्ने साहस गर्यो। कृतिकाले उसलाई देख्दा आफ्नो आँसु रोक्न सकिनन्। उनले भनिन्, मैले तिमीलाई भुलेकी थिइनँ अंश। मेरो परिवारले तिमीलाई छोडेर नहिँडेको खण्डमा मेरो परिवारको मान मर्यादा नै जाने र बुबाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै दबाब दिए र मलाई तिमीबाट टाढा बस्नु पर्यो। यो सुनेर अंशको मनमा एउटा गहिरो वियोगको भाव उत्पन्न भयो। उसले कृतिकालाई कहिले नभुलुन् भन्ने सोचेको थियो, तर आज ऊ आफ्नो प्रेमको पीडाभन्दा पनि कृतिकाको पीडामा बढी दुखी भयो। दुवैजनाको आँखामा आँसु थियो। उनीहरू एक अर्कालाई हेरेर मुस्कुराए, जुन मुस्कानमा प्रेमभन्दा बढी वियोग र अधुरोपन थियो। उनीहरूलाई थाहा थियो कि उनीहरूका लागि एकसाथ हुने कुनै सम्भावना छैन। तर पनि उनीहरूको त्यो छोटो भेटले दुवैलाई एउटा कुरा स्पष्ट पार्यो, प्रेमले कहिल्यै धोका दिँदैन, तर परिस्थितिले प्रेमलाई अधुरो बनाउन सक्छ। अंश र कृतिका फेरि एकपटक फरक बाटोमा हिँडे, तर उनीहरूको मनमा एक अर्काको याद र अधुरो प्रेमको वियोगान्त कथा सधैँ जीवित रह्यो।